जाने बेला यसलाई घर लान हुँदैन भनेर भन्न सकिनस्? अनि मैले चाहिँ घर लैजाऊ भनेर तानेर ल्याएको हो र कति सबैजना मिलेर मलाई मात्र खेदो खनेको? हेर्नुहोस् बिनाजु, दिदीको यस्तो अवस्था छ, घरका सबै जहान मिलेर हेरचाह गर्नुपर्ने बेलामा तपाईँ छुट्टिएर भिन्न बस्दाखेरि दिदीको हेरचाह कसले गर्छ? पहिलो कुरो मैले तिम्रो दिदीलाई कसैले हेर्दैलान् कि भनेर बिहे गरेको होइन मानिस। हेर कान्छी, म यस्तो दुईजिउ अवस्थाको मान्छे हो। मसँग जसले झुट बोल्छ नि त्यसलाई कहिले पनि फलिफाप हुँदैन। अरूका लागि जिन्ना मसिना होला, मेरो लागि त पुरै जिन्दगी हो। कान्छी फर्केर आएन भने त म नबाचे पनि हुन्छ। लुगा मात्र थोत्रो लाको भनेको त दिमाग पनि कुहेर थोत्रो भयो कि क्या हो? कहाँ देखे जस्तो लाग्यो रे। मलाई त यसको अनुहार देख्यो भने शरीर र पैतालादेखि ल्याएर कन्चरीको रङसम्म तातेर आउँछ भने। अनि यो अनुहार पनि कस्तो बनाइदियो भगवानले? म त्यही मरेकी कान्छी कि आत्मा हुँ। ओइ केटी, यत्रो मान्छे बाटोमा उभिरहेको देखिनस् क्या? देखेर चाहिँ के गर्नु? सिधै आएर त्यही ठोकिनु? सिधै ठोकिनु त कि आँखा फुटेको हुनु पर्यो? आँखा नफुटेको मान्छे त सरासर आफै बाटो लाग्छन्। मैले त्यही गरेँ। ओइ सुन्न भने ओइ केटी, मेरो कुरा सुन्न भने के बज सुन्न भने। यो लुगा तपाईँले तपाईँको सोच्न लिएर आइदिएको। मेरो लाउने लुगा नभएर त्यही भएर यो लुगा लगाएर हिँडेकी हो। त्यही पनि मैले मेरो खुसीले लगाएकी होइन, दिया दिदीलाई सोधेर लगाएकी हो। अब त भयो। अरे शिव, मैले लुगा कुरा गर्नै लागेको होइन। यताको कुरा गर्न लागेको त छाड्नु मेरो बाटो। ओइ केटी सुन्न भने। ओइ केटी, अब मसँगै नाता जोडेर मेरै घरमा बसेर मेरै कुरा सुन्न छोडिस्? कसको विकेटी हो? कसलाई विकेटी भनेको? कसलाई भन्नु? तँलाई भनेको। अरू कोही मान्छे देखिस्? मेरो अरू कुनै नाम छैन र विकेटी भनेर बोलाउनलाई? अब चिनेको छैन, जानेको छैन, नाम थाहा छैन, के भनेर बोलाउनु त? नचिनेको मान्छेसँग के भुत्र खान परेको त? हेर केटी, म तँसँग राम्रोसँग कुरा गर्न खोजिरहेको छु, धेरै जरकजर नपर। जति केटी मान्छे राम्रो भयो त्यति नै लोग्ने मान्छे पछि लाग्छन् भन्थे। दिया दिदीको कुरा त साँच्चीकै हो रहेछ कि क्या हो? मैले यो लुगा लगाएर मेरो पछि लागिरहेको छ। मैले भाउ चाहिँ अझै पनि खोज्नुपर्छ है। के सोचेर बसेको भने? म तँलाई एउटा कुरा सोध्छु, त्यसको उत्तर दिने कि नदिने? अघिले राम्रो मुखले सोध्दा भए दिन्थे, अब त इस दिन्छु। ओइ सुन्न भने। जतिसुकै ऐना हेरे पनि फुटेको आडी जोडिने होइन, डरेको होइन, राम्रो देखिने होइन। के खाना हेर्नु पर्यो होइन? जोडिन्छ राधे बोय, समय आएपछि सबै कुरा जोडिन्छ। हरियाली बसन्तसँग उजाड लाग्ने शिशिर जोडिन्छ, उज्यालो दिनसँग अन्धकार रात जोडिन्छ, यो जीवनसँग मृत्यु जोडिन्छ। भयो भयो, धेरै भाषण दिनु पर्दैन। त्यहाँ परदेखि एउटा कुरा सुन, त्यसको जवाब दे भन्दाखेरि
यतिकै बढाएर हिँड्छ त? म अहिले कसैको कुरा सुनेर जवाफ दिने पक्षमा छैन। यो मेरो डरेको आनलाई राम्रो बनाउने हो। आँखामा गाजल, ओठामा लाली लगाएर चिटिक्क परिसकेपछि। अनि चिटिक्क परिसकेपछि केटा खोजेर पोल जान्छस्? केटा खोजेर चाहिँ होइन, केटाहरूले चाहिँ पछ्याएर लिएर जान्छन्, बुझ्नुभयो? यता सुन केटी, तैँले जे भनिस् त्यो मैले मान्दै गएको छु। अहिले त आमालाई मात्र होइन, गाउँका सबैजना मान्छेलाई त मेरी स्वास्नी होस् भनेर भनिदिइसके। अब त भन् कान्छी कहाँ छे? मलाई यति कुरा सुन्न पाए यो मन शीतल हुन्थ्यो। कान्छी त तपाईँको मायामा छे, तपाईँको मुटुको कुनामा छे, तपाईँको घृणामा छे, तपाईँको सिङ्गो जिन्दगीमा छे। किन आत्तिनुहुन्छ? पर्खाइको फल धेरै नै मिठो हुन्छ। पर्खिनलाई पनि त कहाँ छे, कस्तो अवस्थामा छे थाहा त हुनु पर्यो नि। गन्तव्य बिनाको यात्रा र थाहै नभएको अन्जान पर्खाइ एकदमै कष्टकर हुन्छ। ठिक छ राधेपोई, त्यो कुरा म बुझ्छु। फेरि राधेपोई भनी मलाई राधेपोई नभन त। मलाई राधेपोई भन्ने अधिकार सिर्फ कान्छीलाई मात्र छ। मलाई पनि कान्छी नै मान्नुस् न, त्यसमा तपाईँको के जान्छ र? मैले भनेको कुरा मान, बिन्ती छ त मसँग धेरै न्यून खोज। कान्छी कहाँ छे यति कुरा चाहिँ भन्दैन, त्यसपछि म तसँग केही कुरा पनि माग्दिनँ। तपाईँलाई कान्छीको बारेमा साँच्चीकै जान्न मन लागेको हो त? हो नि, भन्न हो केटी, छिटो भन्न। त्यसो भए पहिला मलाई बिहे गरेर आफ्नो श्रीमती बनाउनुस्, त्यसपछि कान्छी कहाँ छे भनेर मैले भन्नै पर्दैन। तपाईँले आफै छर्लङ्गै थाहा पाउनुहुन्छ। होइन त्यो दिमाग ठिक छ नि? अनि दिमागै ठिक ठाउँमा छैन भन्ने कुरा थाहा पाएपछि पागल मान्छेलाई किन सोधिरहेको त? सधैँ मान्छे आफै पत्ता लगाएर बस्नु। जति नै लुके पनि अपराधीले बाटो पाउँदैन। यहाँ पनि दुखी छ? यहाँ त दुख्न मात्रै होइन मिरा, यहाँ हड्डी नै भाँचिए जस्तो छ बा मेरो। अनि गालामा हाने भन्नुहुन्छ, यहाँको हड्डी चाहिँ कसरी भाँच्यो त? यत्रो ज्यान छ, उड्दा बस्दा त कति गाह्रो हुन्छ बाबै। अनि गाला चड्कन हानेर लडाइदिएपछि अनि भाँचिँदैन त। अहिले भने चाहिँ चेत्नुभयो होला होइन? मैले त पहिले नै भनेको थिएँ नि, तपाईँको घरका जानले तपाईँलाई कहिले सुख दिँदैनन् भनेर। भन्न त बाउआमाले यो रामे बाउसँग बिहे गर्नुभन्दा अगाडि यो केटासँग बिहे नगर नानी, यसले तँलाई सुख दिँदैन भनेर भनेको थिएँ। अब ऊ बेला के नहोला भनेर हामी फालेर आइहालेँ। अब अहिले आएर न बित्दै न सधैँ बनाएर गयो। अब छोरा जन्मे छोरी जन्मे, यिनीहरूले केही गर्ला जस्तो छ भने अब गर्लान् त गर्लान् बाबै, तर यिनीहरूले मलाई जिम्दो छोड्दैनन् जस्तो छ। जस्तो बाउ त्यस्तै रगत त्यो छोरछोरीको शरीरमा पनि बगेको हुन्छ नि। मिरा, तैँले मलाई सहयोग गर्नु पर्यो। त्यो
त्यो भूतलाई जसरी भए पनि त्यो घरबाट निकाल्न पर्यो बा। अनि आफ्नै बुहारीलाई चाहिँ घरबाट निकालेर राम्रो हुन्छ भनेर सोचेकी छेउ बुढी? अब कहाँबाट आफ्नो बुहारी हुनु को भन्ने कुरा मैले त अहिलेसम्म चिने छैन। हामीलाई धेरै झुक्काउनु पर्दैन के? चिनेकै छैन भने त्यो घरमा चाहिँ किन राखेका हौ त? के हेरेर बसिरहेका छन् ती तिम्रा घरका जानहरू? हो यही कुरा सोध्नाले गर्दा मेरो आज यो हालत गराइदिए। स्यालले कुखुरा बटार्दाखेरि त्यसको घटी मटक्क मड्काएर खोला कटाउन सकिनौ बुढी बाउ? त्यही नसकेर त म तँसँग सहयोग माग्न आएँ नि। सहयोग त गर्नुहुन्थ्यो नि, पहिला नि गरेकै हो। तर तपाईँहरू बिर्सिनु भयो होला, मैले बिर्सेको छैन रामे कि आमा। त्यत्रो समाज राखेर मलाई तिलरी चोर जस्तो कुरा। पुरानो कुरा छोडिदे मिरा। कहिलेकाहीँ मान्छे भएपछि गल्ती तँबाट पनि हुन्छ मबाट पनि हुन्छ। काहीँ नभए त्यो भूतले मेरो छोरालाई एकोरो बनाइसक्यो। अहिले त राधे पनि मेरै स्वास्नी हो पो भन्छ है। त्यसले चाहिँ आफ्नो स्वास्नी को अर्का स्वास्नी को चिन्दैन क्या? नभए त्यही छाउरीलाई 2-4 झापा लाएर सोध्नु न तँ को हो भनेर। सोध्न त सोधेको हो नि, उल्टै मलाई झापु हानेर हो तेरो बुहारी मरेको भए त्यसैको आत्मा हो म भनेर भन्छे। के रे आत्मा रे? खोइ मलाई त्यही भन्छे। हो यो कुरा चाहिँ हुनसक्छ है रामी कि आमा। सहरमा गएर मरेको मान्छेको राम्रोसँग काज क्रिया पनि हुँदैन। त्यस्तो मान्छेको आत्मा त मान्छेको शरीरभित्र छिर्छ अरे। त्यो आत्मा छिरेको मान्छेलाई त्यो मरेको मान्छे घर कहाँ हो सबै थाहा हुन्छ अरे। होइन होला? होइन भने तपाईँहरूलाई चिन्दै नचिनेको मान्छेले तपाईँहरूको बारेमा सबै कसरी थाहा हुन्छ? एकचोटि राम्रोसँग बुझ्नु है रामेको आमा। यदि त्यो साँच्चीकै आत्मा रहेछ भने त तपाईँको घर परिवार मात्र होइन, तपाईँको सारा सन्तान सिद्ध्याएर यो गाउँै सखा पार्छन्। बुझ्नुभयो रामेकी आमा? छोडिदिनु न, मलाई कस्तो अप्ठ्यारो लाग्छ कि। यस्तो बेलामा कति ज्यान दुख्छ होला, कति हातबाट कटकटी खान्छ होला। मैले हेरचाह नगरेँ अरू कसले गर्छ भन त? खै अर्का देऊ न भने। राम, आजकल तपाईँले मलाई केही न केही कुरा भन्न खोज्नु भएको छ क्या हो? तिमीलाई कसरी थाहा भयो? मैले त भनेकै थिएँ पहिला पनि तपाईँले केही न केही कुरा भन्नु छ भने मलाई यसरी नै माया गर्नुहुन्थ्यो नि। अहिले पनि तपाईँले कहीँ न कहीँ मलाई अप्ठ्यारोमा पार्न खोज्नु भएको त होइन नि? यो पाल चाहिँ मैले तिमीलाई अप्ठ्यारो पार्न खोजेको होइन दिया। यो पाल त मैले तिमीलाई सजिलो बनाउन खोजेको। त्यस्तो सजिलो कुरा के चाहिँ रहेछ सुनिहालौ न हामी पनि। अब हामी यो घरमा बस्दैनौँ दिया। राम, यो तपाईँले के भन्नुभएको? यो घरमा नबसेर फेरि हाम्रो पालो यो घरबाट निस्केर जाने? यो घरबाट निस्केर जाने भने होइन दिया। अब हामी अर्कै नयाँ घर बनाउने। मैले त हाम्रो नयाँ घरको लागि काम पनि सुरु गरिसकेँ। के रे, काम पनि सुरु गरिसक्नु भयो रे? कस्तो काम? कहाँ सुरु गर्नुभयो? आज हिजो अस्ति मादेशाला र म तल वनमा काठ काट्न गएका थियौँ हाम्रो नयाँ घरको लागि। अब हामी यो घरमा बसेर हुँदैन दिया। यो घरमा धेरै नै नाटक हुन थाल्यो। अब यो घर होइन धर्मशाला हुन थाल्यो। आफ्नो घर बिग्रिन लाग्यो भने त सम्हाल्ने पो हो त राम। छोडेर हिँडेर कहाँ हुन्छ त? त्यही माथि तपाईँ त यो घरको जेठो बाटो छोरो। राधे बाबुको पनि घर भात भुङ्ग भएर कान्छी बल्ल बल्ल आएकी छे। घरका कसैले पनि कान्छीलाई राम्रो मानेका छैनन्। यस्तो अवस्थामा बिचारीलाई तपाईँले र मैले नै छोडेर हिँड्यौँ भने त्यसको हालत के होला? तिमी कुरै नबुझिकन कान्छी कान्छी भनेर कति त्यो केटीको पछि लागिरहेको छु दिया। त्यो केटी हाम्रो कान्छी होइन,
यो कुरा मैले आफ्नै कानले सुनिसकेँ। तपाईँले त सुन्नु मात्र भयो होला, झन् मैले त देखिसकेँ। तर यो केटी हाम्रै कान्छी हो। तिम्रो आँखा त सधैँ देख्छु त म त। को आफ्नो को पराई भनेर त्यो आँखाले हेरेर छुट्याउन सकिनौ? आइमी मान्छेको कुरामा म अघि सरेको राम्रो हुँदैन। जसरी हुन्छ त्यो छाउरीलाई यो घरबाट निकाल, त्यसले भोलि हाम्रो घर बर्बाद बनाउन सक्छ। तपाईँको सबै कुरा आजसम्म मैले मान्दै आएको थिएँ, तर यो कुरामा म सहमत छैन राम। बिचारी त्यो टुरीको यो संसारमा अरू को नै छ र? बालाखैमा आमा मरेर टुरी भइसकेपछि हाम्रो राधे बाबुको पछि लागेर यो घरमा आए। जानी नजानी सकि नसकी हजारौँ चोट सहेर भए पनि यो घरको सेवामा रात दिन आफ्नो जिन्दगी बिताइरहे। बल्ल बल्ल बुझ्ने भएकी थिए, त्यही पनि बिचारीलाई शत्रु लागेर अब यही बेलामा हो तपाईँ र म भएर बिचारीलाई सहयोग गर्नुपर्ने। पहिला मेरो कुरा सुनेर तपाईँले बुझ्नुहुन्छ भनेको त झन् पो जिद्दी गर्न थाल्नुभयो। अब के मैले सहयोग गर्दैमा पित्तल सुन्नुहुन्छ? त्यसको मूल्य बिर्सिदिने हो भने पित्तल र सुनको रङ एउटै हुन्छ। अनुहार उस्तै छ भन्दैमा बिरालको अनुहार बाघसँग पनि मिल्छ। अब के म बिराललाई बाघ भनौँ? तपाईँले आफ्नो श्रीमतीलाई साँच्चीकै माया गर्नुहुन्छ भने अनि कान्छीले हिजो ममाथि लागेको गुण तपाईँले बिर्सिनु भएको छैन भने कान्छीलाई यो घरमा उसको स्थान दिनु तपाईँको जिम्मेवारी हो। अब म अरू केही पनि बोल्दिनँ र। तपाईँले मलाई नि खोजेको आफू मात्र एक्लै उडेर सुत्ने, अरूलाई चाहिँ जाडो हुँदैन कि क्या? म मेरै घरमा मेरै तरिकाले ओड्ने ओरेर सुत्न नपाउनु? यो मेरो घर हो, यहाँ मैले चाहे जसरी सुत्न पाउनुपर्छ। तपाईँको घर हो अनि मेरो चाहिँ मसान घाट हो? तपाईँलाई जस्तो बोल्न मलाई चाहिँ आउँदैन। त रातभरि बरबराए बस, खै ओड्ने। अया 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 अय छोडाउने वगेरी छोडाउने छोडाउने। हे ओड्ने पुग्नु परेन, ओड्ने पुग्दैन के? छोडाउने। साँच्ची नै तपाईँले मलाई ओड्ने नदिने हो त? यो ओड्ने दुईजनालाई पुग्नु परेन? वगेरी कहाँ हिँडेको? ओडिले यहाँ यसलाई त ओ लिएर बढ्या यसलाई चाहिँ के गर्ने होला?
करायो क्या हो यसलाई त मैले जानेको छु। तेरो बुहारी मरेको भए त्यसैको आत्मा हो भनेर भन्छे। यति बेलासम्म आएन त, कहाँ सुत्न गएछ? ओए केटी, ओए आफ्नो घरमा आफै सुते भइहाल्यो नि, किन आउनु परेको नि पिछा लाग्दै? खुरुक्क त्यो ओर्लेर हिँड्बडे। तपाईले मलाई यसरी चित्त दुखाएर, मलाई राम्रोसँग सुत्न नदिएर आफ्नो कान्छी कसरी भेट्नुहुन्छ? मलाई रिस उठ्यो, म रिसाएँ। यसमा तँलाई के को चासो? ठिक छ, तपाईलाई आफ्नो बुढी नचाहिएको रहेछ। म पनि रातभर यहीँ उभिरहन्छु अनि भोलि बिहान आउने बित्तिकै यो घर छोडेर जान्छु। मैले कहाँ तँलाई त्यसो भनेको छु? मेरो त बेला बेलामा झन रिसाएर हिँड्ने बानी छ के? हिँड्न भने जामिन सुत्न। जाँदिन म, तपाईले मलाई माया गरे पो जानु। झन् यति धेरै माया गरेर हिँड भनिरहेको छु। माया भनेको यही त हो नि, यो भन्दा अरू माया गर्न आउँदैन मलाई।
त्यो त मलाई सबै कुरा थाहा छ नि। माया गर्न आउने भए अहिलेसम्म म 2-3वटा बच्चाको आमा भइसक्थेँ। बिहे गर्ने बित्तिकै बच्चा जन्माउने रहर गर्दा पनि अहिलेसम्म एउटा बच्चा दिन सकेको होइन। जामी सुन्न जाऊ। लासिएर काका चिया पिउँ। अब के गर्नु, भित्रै बसेर चिया पिउँ भन्दाखेरि मानेनौ। आहा गजब मिठो चिया बनाउनु रहेछ बनकाइला। होइन तैँले कहिलेदेखि चिया बनाउनु थालिस्? अब के गर्नु, पहिला त्यो काले हुँदाखेरि अब बिहानै बाहिरै जान्थ्यौँ, उतै बाहिरै खान्थ्यौँ। अब अहिले त एक्लै छु, फेरि एक्लै गाउँतिर हिँड्न पनि मन लाग्दैन। अनि त्यही भएर थोरै चिनी ल्याएर राखेको छु। यसो चियाको तल लागेको बेलामा बनाएर खान्छु। मलाई त दुईजना साथी नभइकन त चिया खानै मन लाग्दैन। चिया खाएपछि गफ गर्न मन लाग्छ, एक्लै गफ गर्ने कुरो भएन। म त एक्लै पनि खान्छु। अस्ति त त्यो रात एक्लै हुँदाखेरि बिहानै आइपुग्थ्यो। अहिले त स्वास्नी आइहाली, आउनै छोड्यो। कहाँबाट आउनु नि त्यो राधेकी स्वास्नी? यो बनकाँडा पनि कुरै नबुझी त्यत्तिकै बोल्छ। राधेकी स्वास्नी आउँदै पहिलोचोटि बाटामा भेट्ने मान्छे मै हो। अब आँखाले देखेको कुरा गर्दाखेरि नपत्याए मैले के गर्नु र? तँलाई भन्दा मलाई धेरै कुरा थाहा छ। तैँले त देखेको मात्रै भनिस्। म कहाँ आएर त्यो राधेले सबै कुरा भनिसक्यो। त्यो घरमा भएको केटी मान्छे राधेकी बुढी होइन रे। होइन, के सुन्नु परेको मैले यस्तो? दिया भाउजूले त्यो कान्छीलाई लिएर आउँदै गर्दाखेरि बाटैमा भेटेर त्यस कुरा मेरो झडै परिसक्यो। अनि त्यो कान्छी हो कि होइन तैँले चिनिनस् त? नचिने गए भन्छु त म। उता सहरमा गएर अलिअलि क्रिम पाउडर दली छे, त्यही भएर अलिअलि नचिनिने अर्कै भकिरहेछ। त्यो राधेले सके स्वास्नी नै चिनेन होला। माल पाएर चाल नपाएपछि कसको के नै लाग्छ र? अनुहारमा क्रिम पाउडर दलेर आएपछि स्वास्नी नै चिनेन छ। क्रिम पाउडरै लाएर आँखी भयो नि, काली भयो गोरी भयो होला। अनुहारै चिन्न नसक्ने भएर त आइन होला नि। हेर न यिनले बोलेका, क्रिम पाउडर लगाएर अलि राम्रो हुने, अलि सेतो हुने भनेको त अलि पछि हो के। अहिले त पुरै बाघले तिथारे जस्तो अनुहार बढी दागै दाग कालो छ। यसले पनि के कुरा गर्छ। सहरमा गएर क्रिम पाउडर घसेर आएपछि कसैको अनुहारमा कालो दागै दाग हुन्छ र भने? अनि अनुहारमा दल्ने बित्तिकै राम्रो हुन्छ त? पछि पो राम्रो हुँदै आउने हो त। यिनलाई पनि के थाहा यो बारेमा? कहिले क्रिम पाउडर दले पो थाहा हुनु। होला अहिले पनि तैँले सही कुरो गरिस्। उता हेर त, त्यो सीता होइन? महादेवसँग लट्ठारिँदै हिँड्नलाई छ। होइन, यो सीता बिहानै कहाँ हिँडिछ? दाजुको सालासँग नारेर हिँडिरहेछ त कुरो बुझ्दैनस्? यो सीता पनि आफू बिहे नगरिकन बुढी कन्या बस्ने भए, तँलाई पनि नागा नै बनाउने भए। हेर बाटोमा लट्ठारिँदै हिँडेका त्यो राधा बुढी घर आएको हो कि होइन? बुढे मादेलाई बोलाएर सोधौँ न। ए मादे, एकछिन आउनु पर्यो रे, शेर काकाले भनेका। एकैछिन सोच्नु, म त्यहाँसम्म गएर आउँछु। हस्। ल बस्यो। केही काम थियो कि? अरू के काम हुनु र? त्यो कान्छी सहरबाट गाउँ आएकी थियो अरे भने सुनेका थियौँ र नि के भन्नु। सीतालाई देखेपछि प्रष्ट भइहाल्यो। यतिका दिनसम्म कहाँ गए, के गरे बुझौँ कि भनेर बोलाएको। अब उनीहरू कहाँ गए के गरे त्यो त मलाई पनि थाहा छैन। एकचोटि उनीहरूलाई सोध्नुपर्छ।
एकछिन है आइहालेँ। त्यो त मलाई पनि के थाहा थियो र? मलाई पनि राम्रोसँग केही थाहा थिएन। यही बनकाइनाले भनेर पो तपाईँलाई पनि देखेँ, केही सोधौँ कि भनेर नि। तपाईँ धेरै कुरा घुमाएर नगरौँ न। अस्ति त्यहाँ तल तपाईँ र राधे भिनाजु कुरा गरेको सबै मैले सुनेको छु। योभन्दा बढी अरू मैले के भन्नु पर्ला र? ए सीता पखेन भने पखेन मेरो कुरा त सुन। हेर बनकाइला, धेरै तिमी सीता सीता भनेर मेरो पछि नलाग है। पछि नलागेर के गर्नु त? अब अघि लाग्नलाई त तिमी त बाटै छोड्दैनौ। यो जिस्किने कुरा होइन बनकाइला, मेरो पनि आफ्नो इज्जत छ, आफ्नो जिन्दगी छ। अहिले बाटोमा अरू कसैले देख्यो भने के भन्छन्? त्यो रामेकी बहिनी सीता र त्यो बनकाइलो बाटोमा हिँड्दै थिए भन्छन्। त्योभन्दा अरू बढी के भन्छन् र? म अझै पनि राम्रो मुखले भन्दैछु बनकाइला, तिमी मेरो पछि लाग्न छोड्देऊ। कति सजिलै भनेको सीता तिमीले। 2 दिन के सहर बसेर आयो, तिमीमा यति धेरै परिवर्तन भयो? म सहर गएर परिवर्तन भएको होइन बनकाइला। मैले तिमीलाई केही नराम्रो पनि गरेकी छैन। म मेरो जिन्दगी आफ्नो तरिकाले जिउन चाहन्छु। बुझेँ मैले कुरो। पहिला होइन जस्तो लाग्थ्यो, अहिले साँच्चीकै हो रहेछ। के हो रहेछ? तिमीले के बुझ्यौ? म भन्दा राम्रो मान्छे आफ्नो साथमा छँदैछ, अनि म जस्तो नराम्रो मान्छेलाई कहाँ हेर्छौ तिमीले? तिमीले भन्न खोजेको के हो बनकाइला? तिमीले मसँग को देख्यौ? त्यो त मैले भनिरहनु पर्दैन नि, तिम्रो व्यवहारले देखाइरहेको छ नि। एउटा कुरा म भन्छु सीता, आफ्नै घरमा भतुवा बसेको मान्छेसँग नाता गाड्नु राम्रो हुँदैन। के भनेको तिमीले? आफ्नै घरमा भतुवा बसेको? ए, तिमीले त्यही माधे सोल्टीलाई आरोप लगाउन खोजेको होला होइन? साँचो कुरा भन्दाखेरि पनि आरोप लगाएको हुन्छ र? तिमीसँग के छ प्रमाण? तिमीलाई जे मनमा आयो त्यही बोल्न पाउँछौ? त्यसो भए भन न त, सत्य कुरा के हो? मलाई सम्झाइदेऊ न त, सत्य कुरा के हो भनेर। यत्रो वर्षसम्म तिम्रै आसमा बसे, तिमी घरबाट निस्केर सहर गएर त्यत्रो दिन हरायो। त्यही पनि तिमी आउने आशामा म कुरेर बसिरहेँ। नत्र चाहिँ के झुन्डेर मर्थ्यौ त? तिमीले ठिक भन्यो सीता। तिमीले यस्तै व्यवहार देखाइरह्यो भने म झुन्डेर मर्न पनि बेर लाउँदिन। मलाई धेरै घुर्की नलगाऊ बनकाइला, छोरा मान्छेले घुर्की लगाएको सुहाउँदैन। अनि बिना कारण धेरै त्यो माधे सोल्टीले आरोप लगाउने पनि होइन। अहिले त तिमी त्यही मादेशमा डराएर मेरो छेउमै नपरेक्यौ, म यो कुरा बुझ्दिनँ र? म जस्तो कसम खान पनि तयार छु। म त्यो माधे सोल्टीको कारणले गर्दा तिम्रो नजिक नपरेकी होइन। त्यसो भए हेर न त, माधे पनि मेरै घरमा छ। त्यही माधेको अगाडि मेरो घरमा गएर एक गिलास चिया खाऊ। जान्न, म खानु परेको छैन कसैको घरको चिया सिया। जाउँ भनिस् जाउँ न, नभन्दाखेरि त छोड न भनेको। अहिले यहाँ मान्छे कसैले देख्यो भने के भन्छन्? अघि त त्यो मादेसँग डराउँदिन भन्थ्यौ त, अहिले चाहिँ त्यसले देख्छ भनेर यत्रो डर? खुरको होइन मेरो घर। तिमीलाई त्यसले केही भन्यो भनेदेखि त्यसलाई मैले ठाउँको ठाउँ लात्ताले हानेर उतार्न पारिदिन्छु। औ भन्न चाहिँ मैले यो कुरा मेरै मुखबाट भनेको, तर मनबाट चाहिँ होइन है। ल सीता, कहिलेकाहीँ फुर्सद मिल्यो भनेदेखि आउँदै गर्नु है। माधे सोल्टी, तपाईँ बनकाइलाको कुराले रिसाउनु भएको हो? रिसाएको छैन सोल्टिनी। यदि त्यो बनकाइलोले मलाई जारको जस्तो व्यवहार गर्छ भने अब मैले पनि त्यो मलाई के सोच्नुपर्छ।
मैले पारी गाउँको जडीबुटी गर्ने वैद्यलाई चिनेको छु कान्छी। आज दाई पनि पारी गाउँतिर जान लाग्नु भएको छ। म पनि दाईसँगै जान्छु। अनि त्यो औषधि लगाइसकेपछि त तिम्रो यो अनुहारको घाउ 2 दिनमै चट्टे भएर पूर्णिमाको चन्द्रमा जस्तै झलल्ल बल्छ। साँच्चै भन्नुभएको हो कि जिस्काउनु भएको हो दिदी? फेरि म त तपाईँको विश्वास गर्छु नि, तपाईँलाई थाहा छ नि। हत्तेरिका, म तिमीसँग जिस्किन्छु होला त भने। दाइले हिजो बेलुका नै भन्दै हुनुहुन्थ्यो पल्लो गाउँ जाने काम छ भनेर। मैले पनि मेरो पनि काम छ, मलाई पनि सँगै लिएर जानु है भनेको छु। अब जाने बित्तिकै गइहाल्ने हो। ल अलि छिटो छिटो हिँड न बरु, तिमीलाई गाह्रो भएको हो? खैराम, यो घरमा मेरो कुरा कसैले खाँदैनन्। अब जेठो बाटो छोरो भने तै हो। यिनीहरूलाई कसरी सम्झाउने तैँले सम्झा बाबु। मैले सम्झाएको चाहिँ कसले मान्छ र आमा? तपाईँको कुरा त नखाने भएपछि यो गरेर जाने मेरो कुरा चाहिँ के सुन्ना? सबै आफ्नै तालका छन्। राम, तपाईँलाई ढिला भयो होला है? तिमीलाई पर्खिँदा पर्दै बिहान बितिसक्यो, किन ढिला नहुनु? आज कस्तो पेट दुख्ला जस्तो भएको छ। चोटातिर पटुका होला, म पटुका बाँधेर आइहाल्छु है। के बाँध्नु पर्यो भने त्यो दुनियाँले देख्ने गरी? के दुनियाँले देख्नु भने भित्र पटुका बाँधेर बाहिर फरियाल छोपिहाल्छु नि। हो दुलै, जा भित्र गएर टनक्क यहाँ माथिदेखि चलक्क बनाएर बाँध। के गर्ने, आजभोलि क्या आइमीहरू पोड्काइ बाँध्न मान्दैनन्। जा घर बाँध। हुन्छ माथिदेखि बाँध। अब दायाँमा कुरा होइन आमा, एउटी राम्री केटी खोजेर राधेको बिहे गरिदिइहाल्नुपर्छ। अब हामीले भने माने पो बाबु। पहिला पनि हुने नहुने त्यो झुत्रीलाई बिहे गरेर यत्रो जात्रा भयो। त्यही त, पहिला पनि गल्ती गरिहाल्यो, अब फेरि त्यही गल्ती गर्ने मौका दिनु हुँदैन हामीले। एउटी बुहारी थिइन्, जेमा पनि राम्रै थिइन्। के गर्नु, सधैँभरि यो गरेर भन्ने कर्म रहन्छ नि। एकचोटि तैँले सम्झान बाबु, नमानिहाल्छ कि? केटी हेर्न नि त आफै जानुपर्छ। म बुढी मान्छे जाने कुरा भएन। पहिले राधेको बिहे गरिदिनु नगरिदिनु त्यो चाहिँ भन्नु न। राधेलाई सम्झाउने जिम्मा त मेरो भइगयो नि। आफ्नो छोराको घर राम्रो हुन्छ भने म बिहे गर्दिन्न होला त। एकचोटि घरबार बिग्रियो भन्दैमा जिन्दगीभरि हलौर गरेर भनिदिनु हुँदैन आमा। त्योसँग भरेमा एकचोटि सल्लाह गर्छु, के भन्दो रहेछ हेरौँ न। त्यसको बिहे हामीले छिटोभन्दा छिटो गरिदिनुपर्छ। घरको ढोका खुल्ला राख्यो भने चोर पस्छन्। छोरा मान्छेको जिन्दगीको ढोका खुल्ला राख्यो भने दुनियाँ थरीका छतरीहरू जिन्दगीमा पस्छन्। ल आमा, अहिले म जान्छु राम्रोसँग घर हेर्नु। अब घर पनि के भन्नु, यो त दुनियाँ माग्ने थाङ्ने बस्ने धर्मशाला भइसक्यो। हुन नि यो घर त दुःख पाका सडकमा बसी सबै मान्छे पनि आश्रमै बनाइसके। कति मुखमा जे आयो त्यही बोलिरहेको भने हिँड्ने बेला त चुप लाएर हिँड्नु नि। हिँड्नु जाऊ। म गएँ। अघि तपाईँले के भन्नुभएको रे? भरे भोलि नै राधेपोइको बिहे गरिदिने रे? अब उसैको दाइले गरिदिन्छु भनेपछि मैले हुँदैन भनेर हुन्छ त भने। एउटा कुरा सुन्नु बुढिया, राधेपोइको बिहे गर्नु त परेकै कुरा। बिहे गर्ने कुरा छलफल मात्र गरेको सुने भने पनि तपाईँले भोलिको काम देख्नु हुँदैन। तैँले मलाई धम्काउन खोजी के? धम्काउने मात्र होइन, म काम गरेर पनि देखाउँछु। मलाई त के बोरा, न बाउआमा रोलान् भन्ने डर, न छोरा छोरी। तर तपाईँको त घरभरि छोरा छोरी बुहारी, झन् केही समयपछि त नाता नाति पनि आउँदैछ। राम्रोसँग विचार गर्नु।
मैले राम्रोसँग विचार गरेको छु त। होमा हो मात्रै मिलाकी हुँ, मैले राधेको बे त गरिदिएको छैन नि। अनि अस्ति नैको हाम्रो हिसाब किताब त झन् बाँकी नै छ। अनि तपाईँकी भदाइनी भनाउँदी मोहिनी थिए नि, त्यो काछे खुरुक्क भन्नुहोस्। होले नि उसैको घर, मलाई के थाहा त। म त्यसको घरमा 10 चोटि भन्दा बढी पुगिसके। अहिलेसम्म ढोका बन्दको बन्दै छ। बरु म तपाईँलाई केही पनि गर्दिन। त्यो मोहिनी काछे खुरुक्क भन्नु। हेर कान्छी, मलाई केही पनि थाहा छैन। तँलाई त्यो मोहिनीको बारेमा जान्न मन छ भने गएर त्यो मिरालाई सोध त, मिरालाई सबै कुरो थाहा छ। भनेपछि आफै बोक्सी जस्ती छेस अनि अरूलाई भूत भन्छेस। तेरो काल। तँलाई बाँच्न मन छ भने मलाई सिधा सिधा कुरा भन्। मोहिनी कहाँ छे? मलाई के थाहा त। एक पटक मात्र सोध्छु। भनिस् भने 25, भनिनस् भने मरिस्। भन्, मोहिनी कहाँ छे? साँच्चै के भनेको? मोहिनी कहाँ छे? मलाई केही थाहा छैन। तँलाई साँच्चीकै थाहा छैन? थाहा छैन। तँलाई त को छोरी